साथीहरु आज यो नेपाली मसौरा कर्कलको हुन्छ नि मसौरा टक्क लिएर आएको छु। आज यसको तरकारी खान पर्यो। यो बाहिर भएकोलाई गुन्द्रुक मसौराहरु चाहिँ धेरै याद आउँदो रहेछ के। आज मलाई खान मन लाग्यो। टक्क ल्याएँ मसौरा नेपालीले भन्नै पर्दैन सबैलाई थाहा होला हैन। टक्क हेर्नुस् है मसौरा भयो। म आज यसको तरकारी बनाउँदै छु है। हेर्दै जानु है। तेल अलि धेरै खारेछ के आज। तेल भन्दा पनि भाँडामा अलिअलि तेल थियो अलि त्यो हाल्नु पर्यो फ्राउनु पर्छ। टक्क फ्राई गर्नु पर्यो अलिकति। धेरै हाल्नु पनि पर्दैन एउटा थोरै हालिन हुन्छ। मसला टोक्रा खान एकदम मन पर्ने भएर नि होला है। जीवन टक्क रातो हुने गरी ब्राउन हुने गरी फ्राई गर्नु पर्यो पहिला। नत्र फेरि यो स्वाद आउँदैन। हेर्नु अलिअलि सेन्ट आउनु लाग्छ ब्राउन ब्राउन हुनु लाग्छ यता निकाल्दैन अरू। काँचै भयो भने मिठो हुँदैन कि प्लाप्त हुन्छ कि। डढाउन नि भएन यहाँ खालि गरी पकाउनु पऱ्यो नि है। अब यतिको ब्राउन भएपछि चाहिँ मैले आगो सानो गरेर बेला निकाल्नतिर लागेँ। यो मसौरा चाहिँ मैले आलु उसिन्दैछु। आलु उसिनेर भएपछि पकाउँदा अहिले मलाई भेन्टा मोलेर राखेको छु कि। भेन्टा खान मन लाग्छ नि त नेपालको याद यस्तो भेन्टा पुरा गरेर अब यसलाई म मस्त चारेर भुट्छु। अनि म हजुरलाई देखाउँदै जान्छु। मसौरा पकायो पकाउँदै म देखाउँदिनँ। मसौराको लागि चाहिँ मैले आलु उसिनेको छु। आलुमा पकाउँदाखेरि अझ मजा आउँछ कि। सादा खाइ मिठो हुन्छ तर आलु पनि अर्कै टेस्ट हुने भएको भएर अहिले चाहिँ मसौरा मात्र महँगो छ कि त्यही भएर तिमीले आलु मिसाउनु पर्छ सस्तो पर्छ। आलु पनि रेडी भयो है। ल है साथीहरु अब मसौरा पकाउन चाहिँ सुरु गर्छु है। म तेल हाले सुरुमा चाहिँ म फेरि हल्का बढी तेल हाल्छु किनकि भेजिटेबल सनफ्लावर अलि असर नगर्ला। तेल ताप्न दिउँ। त्यसपछि अलिकति जिरा अलिकति जिरा धेरै रहन्छ त्यो पनि हालेँ। मेथी त्यो फुराउन दिउँ। जिरा मेथी फुरिँदैछ है। हल्का रातो हुने त्यो म प्याज हालिदिएँ। त्यो खाडीमा पाएर हुन्छ धेरै खाँदाखेरि यहाँ फेरि पुरै उछिन्छ कि तेल। त्यसमा ठिक्कमा हालिरहेको छु कि पुरै चुलै फोरो हुने भएको। मैले हल्का हल्का हुने बित्तिकै हालिदिएँ। तोरीको तेल बढी खानु पर्थ्यो। मस्त प्याज खोर्सानी हल्का रातो हुने गरेर भुटौँ। आगो भन्दा ठुलै आगो होइन हल्का सानो गरौँ। प्याज रातो हुँदै गएपछि गुलभेडा टमाटर हालिदिनु पर्यो। यहाँको टमाटर नेपालको जस्तो कडा अमिलो हुँदैन। अलिकति बढी नै हाल्नुपर्ने कि।
ल साथीहरु टमाटर अलिकति गल्न लागेपछि अब म यसमा मर मसला हाल्छु है। नुन त अलि हाल्नु पर्यो तर मैले अलि पछि हालेँ। नुन हाले पहिला अब स्वाद अनुसार कति चाहिन्छ। बेसार हाल्नु पर्यो। यहाँको नेपालबाट ल्याएको बेसार हैन, यहाँ किनेको भएर अलिकति बढी हाल्नुपर्छ। अदुवा लसुनको पेस्ट के गर्नु, यहाँ नेपाल किनेरै राख्नुपर्छ सबै लसुनको पेस्ट नै अदुवा लसुन पनि धेरै नै हालेर खुस्सा गर्नु होला। त्यो हाल्नु पर्यो। अब यसो चलाइदिइहालौँ। सानो सानो आगो गरम आगो है। अदुवा लसुन र टमाटरको पेस्ट यतिको भयो होइन, गलिसकेको छ। अब यसमा चाहिँ मसला हाल्ने काम गरौँ। मसला त अरू के हाल्नु छ, जिरा धनियाको पाउडर, जिरा धनियाको पाउडर यसो धेरै हालौँ। धेरै हाल्नु ठिक छ है। यो हालेपछि कालो मरिच हल्का रातो खोर्सानी हाल्नु पर्यो। कलरलाई पनि यसो हुन्छ कि रातो खोर्सानी कि। थोरै मरिचको धुलो हाल्नु पर्यो, यसो एक्स्ट्रा स्वाद आउँछ। एकछिन चलाउँ। यो पिन लाग्यो। अब हल्का तातो पानी बनिने, हल्का तातो पानी हाल्नु पर्यो। हल्का हल्का आगो बढाइदिएँ। अब मैले यसमा उसिनेर राखेको आलु छ, त्यो आलु मिसाइदिन्छु। हाम्रो ठ्याक्कै लोकल तरिकाले एउटा मसला पिसेको लोकल भएन, नत्र हाम्रो गाउँघरमा पकाउने स्टाइलले पकाएको छु है मैले। अदुवा लसुन जिरा धनियाको पाउडर हेर कति राम्रो देखिएको छ कि हेर्न। यहाँ आलुको मटर पनि यत्तिकै झोल पनि मिठो होला जस्तो कि। टक्क पेस्ट हालेछ। अब यसमा थोरै गरम मसला त्यसैले लास्टमा नै हाल्छन्। मैले अहिले हालेपछि यसो भुटिन्छ कि भनेर है, धेरै नै हल्का स्वाद बिगार्छ। ठिक्क यसको स्वाद एक्स्ट्रा बनाउनको लागि मात्रै। यति हालिदिएपछि मैले त्यो मसला फ्राई गरेको मसला अब यसमा मिसाइदिएँ है। यो कर्कलो पिँडालुको भएको भएर थोरै अमिलो हाल्नु पर्यो, किनभने कुक्याउने डर हुँदैन नि त। जस्तो अरूको बनेको भए केही हुँदैन। बर्बाद हुन्थेन। अर्काले कुक्का कामको बेला टेन्सन। अब यति भएपछि टक्क हेर्नुहोस् त। अब भएपछि यसमा मैले तातो उम्लेको पानी मिसाइदिएँ। अब कति झोल खाने होइन, यति भए पुग्छ। ल साथीहरू, अब यसमा उम्लेपछि मैले धनियाँ मिसाइदिन्छु। त्यसपछि हाम्रो मसुर र आलुको तरकारी भयो। के गर्नु, विदेशमा यस्तो गरी पकाउँदै खाँदै गर्ने हो। आज पकाए उस्तो 2 दिनसम्म राख्नुपर्छ। धनियाँ हाल्नु पर्यो, धनियाँ हाल्नु पर्यो। ल है साथीहरू, अब धनियाँ हालेपछि उम्लेपछि रेडी भयो है। आज मसुर र आलुको तरकारी खाने भयो युकेमा।